हेलो 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 वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ टक्क कालिम्पोङ आइरहेको छौँ होइन। टक्क लास्टै चिसो रहेछ। अब यहाँनिर के अरे पूजाको लागि सबै सामान सबै किने रेडी भइसक्यो। तर राइडरमा आएको तर भने जस्तो पर्फर्मेन्सै छैन। यो बाइकमा चाहिँ अफ रोड नगर्दै राम्रो होला। एकदम खासै त्यस्तो राम्रो तनाइ छैन। अब चाहिँ हामी टक्क के अरे माथि मन्दिर जान्छौँ। बाटो यस्तो छ पुरै। अब टक्क कालिम्पोङ हिँड्यो ल बन्द गर कालिम्पोङ काउन्टर काउन्टर त है काउन्टर कालिम्पोङको यताबाट अब यहाँ चाहिँ टक्क टिकट काट्नु पर्यो क्या। कान्छा गाजीरामा त कालिम्पोङ टिकटै पर्यो। कालिम्पोङ चाहिँ टक्क टिकट काट्नु पर्यो चाहिँ टिकट कति छ यसो बुझेर म भन्छु। यहाँबाट छिर्ने रहेछ नि त पैसा चाहिँ यस्तो चिलाएर न टिकट काट्नु चाहिँ हेर्नु लाग्यो। यहाँबाट टिकट काट्यो झट्टै यता जाने के लेखा छ टु वे रेगुलर 600 लिन्छु त दुईवटा टिकट दुईजना हरस् त ल टक्कसँगले केबल गरेर 1200 रहेछ है त। सबैजना आउँदाखेरि यसो याद गर्नु होला। सिस्टम यस्तो रहेछ यहाँनिर सब भनेको बुझिने। पैसा दिन गाह्रो लाग्यो कि आकाङ्क्षा टिकट खोइ त नि यहाँ चाहिँ के बजायो यतापट्टि चाहिँ बाइक साइक पार्किङ गाडी साडी पार्किङ चाहिँ त्यता रहेछ होइन। ल टक्क यहाँबाट हिँड्नु तर सोचेको जस्तो जाडो चाहिँ भन है। कार्ड कहाँ राखी त्यस्ता कुरा चल्दैन नि फेरि हटिन्छ त होला कति मेरा म भिडियो बनाउँथ्यो फोटो मान्छे देखिसक्यो कस्तो भइरहेछ त गयो 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 न्यू एक्सपिरियन्स होइन त हाम्रो यतापट्टि फर्केर डर लाग्यो क्या म त झरेन उठेर हिँड्छ क्या लास्टै ढिला मेरो चाहिँ
घरलाई फेरि अलिक छिटै भयो भने त हिँडेर जाने हुने है कस्तो हात गयो यार यता गर न अब खोले त यता म माफी गर्छु यता डाँडा त बब्बाल होला खै त अब दखर न सर आइरहेछ उकालो चाहिँ तान्दो रहेछ नि त खान्छ है हो हाम्रो चलिरह होला है त्यतिकै कसले फोन उठाउ न समाता दाजु ए त्यो उसले नगर खोले आइ छाप्दै हिँड्ने बाटो खोइ त यताबाट भएर यस्तो 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 आउनु पर्ने कति लामो रहेछ है ल ल ल ल हिँड्नेको जस्तो लाग्ने नहीं गाड़ दी हाँ एक दिन रुक गया है यस्तो हलेर हो कि क्या 9 बजी बन्द हुने है हाँ 9 बजी बन्द हुने है भिडियो बनाउँदै दिन्छ होला कोही फेरि मन्दिरतिर भिडियो बनाउनु हुँदैन कि कति बार ल स्वर्ग आउनु पर्यो नि यहाँ हामी चाहिँ
त्यहाँ कि रोक्दो रहेछ जसलाई हो